छ है पछाडिपट्टि ठुलो ठुलो बोर्डहरू छ हैन देखिराख्नु भएको छ देखाउनु पर्दैन होला है हुन्छ कि पुरै टायरहरू लगाएको छ है खतरा छ त अनि अरे छ्या चुतेको चप्पल नेपालमा त गरिब थिए साला विदेश आएर नि गरिब भयो अब हामी चिसो खान्छौँ है चिसो खाइन्छ है अब तातो भइसक्यो त्यो चिसो अब हामी चिसो खाइसकेपछि बल्ल भिडियो बनाउनेछौँ हामी तपाईँहरूलाई यो बोर्ड देखाउन गइरहेछौँ होइन टक्क टक्क लागेर चिसो खाइयो पट्ट लागेर सट्ट लागेर अहिले हामी टक्क लागेर बोर्डको अगाडि छौँ अघि हामीले उताबाट खिचिरहेको थियौँ होइन बोर्ड देखाउँछ भनेर डाँडाबाट अहिले हामी फाइनली यो बोर्डको अगाडि आइसकेका छौँ पछाडिपट्टि देख्न सक्नुहुन्छ यस्तो बवाल छ बोर्ड ठुलै छ क्या धेरै ठुलो छ लगभग 200 मिटर जति होला यो बोर्डको लम्बाइ यतापट्टि पनि छ ठुलो सबै बोर्ड खिचिरहेको छ यस्तो हुँदो रहेछ है बोट यत्रो ठुलो हुँदो रहेछ आमामा अनि समुद्रमा कहाँ डुब्छ त है यत्रो ठुलो बोट हो कि नै आमामा यति ठुलो बोट छ अनि समुद्रमा कसरी डुब्छ अनि खतरा छ अनि यसले चाहिँ पुलहरू बनाउँछ जस्तो लागिरहेछ है मलाई तर यो समुद्रभित्र हुन्छ नि यो पुलहरू बनाउने काम चाहिँ यस्तो यो मेसिनले गर्छ जस्तो छ पुरै मेसिनहरू छ यो मेसिन छ है यो फेरि यो के अरे के भन्छ यसलाई यहाँ 3-4वटा थियो है अघि अब भिडियो बनाउन पाइएन अब यो पनि जाँदैछ यो चाहिँ ठुलो चाहिँ यतै बस्दो रहेछ हामी चाहिँ हेरेर बसिरहेको छौँ मजाले ब्रेक रहेछ कि लामो यो डन्डा छ नि यो डन्डा ब्रेक रहेछ कि तल बोर्डहरू स्टप गर्दाखेरि चाहिँ त्यसलाई तल हालेपछि बोर्डहरू चाहिँ नहल्लिँदो रहेछ आज बुझियो